हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। हजुरहरूलाई मेरो मिनी ब्लगमा स्वागत छ। आजको मिनी ब्लग चाहिँ यसरी सुरु भयो। हामी चाहिँ आज बाहिर गएर आएर यहाँ दिदीहरूको यो चाउमिन चाहिँ एकदमै फेमस छ। अनि त्यसपछि चाउमिन खानलाई कुरिरहेको क्या साथीहरू हामी दुईजना चाहिँ। अनि पर्खिरहेछौँ, पानी सानी खायौँ। अनि यताउता झोला मिलाउँदै हुनुहुन्छ मेरो साथीले। अनि फाइनल्ली चाउमिन पनि आइपुग्यो। अनि हामीले अन्डा चाउमिन भनेर भनेको थियौँ। अनि अन्डा चाउमिन आइपुगेछ। अनि गाँस लगाएँ कि मैले कस्तो छ भनेर, एकदमै मिठो थियो। अनि त्यसपछि अर्को गाँस पनि खाएँ। अनि त्यसपछि साथीहरू मैले त केही नसोचिकन गम्ल्याङ गुम्लुङ खाइदिएँ। टन्न पेट भयो एक प्लेटले नै। अनि त्यसपछि यतातिर फेरि मेरो साथी पनि खाँदै हुनुहुन्छ। अनि उहाँलाई पनि मिठो भयो अरे। अनि त्यसपछि हामी चाहिँ फेरि त्यो चाउमिन खाइसकेर पैसा सैसा तिरेर पनि फेरि यता बाटोतिर हिँड्दैछौँ क्या, दुईजना गफ गर्दै। अनि त्यसपछि अब घरतिर आउन पर्यो। अनि घर आउँदाखेरि हेर्नु न, मेरो छोरा चाहिँ खाजासाजा खाएर पनि होमवर्क गर्न थाल्यो। अनि साथी फेरि घरतिर जानु लाग्नु हो झोला छाता बोकेर। अनि म फेरि कपडा धुनु थियो। अनि मैले कपडाहरूलाई सनाकसुनुक पारेर धुएर सुकाइदिएँ। आजको मेरो मिनी ब्लग यति नै। थ्याङ्क यू फर वाचिङ। बाई बाई।